हेलो फ्रेन्ड्स, वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। तपाईहरु राम्रो छ ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु। हाम्रो जग्गा चाहिँ उहाँ माथि छ, क्याम्पिङ लाउने जग्गा चाहिँ त्यहाँ माथि। के अरे यो चाहिँ भनिदिहाल न। एडभेन्चर क्या, हेर न यी फोसिल देखो त हेरौँ। ए खुट्टा खिचाउँछ है, अम्बो हेभी देख्दिरहेको रहेछ। ओ यहाँ अब यो चाहिँ के हो भनिदिहाल त। यो ढुङ्गालाई चाहिँ हेर न, यो अन्त यो त पत्थर कोइला हैन, यो माथिको चाहिँ पत्थर कोइला हो। पत्थर कोइला अम्बो। यो चाहिँ पत्थर कोइला हो माथिको चाहिँ। यो चाहिँ अब यो चाहिँ उहिले चाहिँ भन्थ्यो क्या, डाइनोसर्सको पालामा चाहिँ सायद डाइनोसर्स यसको हैन। अब यो कोइलाहरु सबै उस भएर त हुन्छ हैन। प्रकृतिको चाहिँ क्या, यहाँनिर चाहिँ देन चाहिँ सबै भएको क्या। यो ठाउँमा चाहिँ कमेरे माटो हो यो चाहिँ सबै। यही हो। ल अब चाहिँ हामी यहाँ पस्दैछौँ क्याननपट्टि है। मुनिको मेन खोला चाहिँ छोडेर म क्याननपट्टि चाहिँ जाँदैछौँ। यो बाटो तपाईँहरूलाई कति देखाइसकेको छु। अब हेर्दैछौँ माथि, साथीहरूलाई चाहिँ आज लिएर जाँदैछु। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है, गेस्टहरू भएर चाहिँ। ल कलर छ हो माथिपट्टि, हेर न हेभी देखिदिरहेको है। राति आएको कि हामी यस्तो दामी दामी बटरफ्लाईहरू देख्नु पाउँछ क्या यहाँतिर चाहिँ। यस्तो स्याटिस छ क्या बटरफ्लाई चाहिँ। आज चाहिँ हामी इभिनिङमा जाँदैछौँ ट्रेकिङ गरेर चाहिँ। मर्निङमा पनि हुन्छ, इभिनिङमा पनि हुन्छ। यस्तो बवाल जग्गा छ यहाँ चाहिँ। यो चाहिँ मुनि हो, यहाँ चाहिँ हल्का देखाइदिएको केटाहरूलाई। अब हामी चाहिँ अझै मुम्बई जानुपर्छ, क्याननपट्टि नै जान्छौँ। ओ साह्रै भित्रभित्र चाहिँ नपस नि, ढुङ्गा झ। अब चाहिँ यहाँबाट लिएर जाँदैछु फेरि केटाहरूलाई उकालो है। फेरि अब त्यही बाटो जानुपर्छ त्यही भएर होइन। ल एउटा हो लैजाउँ केटाहरूलाई फेरि। पत्रा बसेको पत्रा। के हो यो होइन, मैले यहाँको प्रकृतिमा चाहिँ कस्तो हुँदो रहेछ यहाँको हावापानीमा भन्ने के बुझेँ भन्दाखेरि नि, तिम्रो अब अरू ठाउँको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यस्तो ढुङ्गाहरूलाई सानो सानो बनाउने खालको त्यो हावै हुन्छ क्या। यो त उयो नेचरल उयो भएर त हो, मतलब क्या त्यो अब हावा यसमा त प्रकृतिकै त खेल छ होइन। हावा केहरू भएर क्या त्यो एउटा जोग्राफिकल फिचर्समा त्यो उयो हुन्छ नि त। ढुङ्गा चाहिँ सानो सानो हुन्छ होइन प्रायःको चाहिँ। यहाँको चाहिँ कस्तो हुँदो रहेछ भने सालै पछि चाहिँ यो ठाउँले चाहिँ ढुङ्गा बनाउने, मलाई चाहिँ त्यो लाग्यो क्या। किनभने अब यो पनि बलुवा डल्लो परेको। यी हेर न ढुङ्गा, बल्ल अब यही ढुङ्गा हुन्छ अबको 20 वर्ष बादमा। हेर ल है, हेर त सिमेन्ट छ। लु होइन कसरी भन्नु होइन है। यही ठुलो ढुङ्गामा सानो ढुङ्गा टाँसेको उयो माथिकोमा हेर त झन्। अब साल पछि अब यही चट्टान हुन्छ, किनभने नि यहाँको हावापानीले वेदरै चिसो खालको क्या, त्यो एक खालको हुन्छ नि। अन्त यी हेर चाहिँ हेभी है। भूगोल चाहिँ है यस्तो चाहिँ हुनु पर्यो यहाँको जग्गाले चाहिँ। अब यहाँको वेदरले चाहिँ क्या ढुङ्गा बनाउने काम चाहिँ गरेको चाहिँ। ढुङ्गा बनाउने काम है। हेर न सिमेन्ट मुसेकै सिमेन्ट र गिटी मुसेर हालिदिएको। मुसेर चाहिँ त बनायो। त्यो पुलहरू कन्स्ट्रक्सनको कामहरू गर्दा क्या। क्याननमा वेलकम छ है। अब चाहिँ हाम्रो यहाँबाट चाहिँ मेन क्यानन भेट्छ नि त। ल केटा हो, यो चाहिँ मेन क्याननको प्लेस आइपुग्यो। यहाँबाट भित्र चाहिँ क्यानन छ, खाडु छैन। अबे ल साथीभाइ हो, अब चाहिँ क्याननभित्र पस्यौँ हामी चाहिँ। गौँथलीको वीर गर्दैछ, मजा लाग्दिँदैछ। ओए केसाङ हो त्यहाँ डुब्छ। ओए पर्किन, तैँले त यो लानुपर्छ नि ब्याग। अनि देखा न यता, मजा आइदिँदैछ प्रवेश। जाडो चाहिँ कस्तो रहेछ, जाडो हेर है। यस्तो छ है गाइस यलबुङ क्यानन चाहिँ होइन। एक दुईवटा फोटो खिचौँ न। यही हो।
मेन चाहिँ केटा हो हामीले चाहिँ सेकेन्ड स्टेप चाहिँ पार गऱ्यौँ होइन ओ त्यहाँ माथि नचढ झर त्यहाँदेखि चाहिँ हामी चाहिँ अझै उकालै जाँदैछौँ है किन भन्दाखेरि 3टा स्टेप छ नि त यहाँ चाहिँ मेरो चप्पल त चिप्लो पो छ त गाइडलाई तानिदिइरहेको केटाहरूले यतिको चाहिँ हुनु पऱ्यो नि त कस्तो लागिरहेको छ हाम्रो क्यानोन चाहिँ है यो जग्गा चाहिँ ट्रेकिङको मोस्ट हो होइन यालबुङ क्यानोन रिभर चाहिँ एडभेन्चर है कालिम्पोङ डिस्ट्रिक्टमा चाहिँ तपाईँहरूलाई आउनु इच्छा छ भने चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्नुहोस् यो जग्गा घुम्नुको लागि चाहिँ कन्ट्याक्ट नम्बर चाहिँ तपाईँहरूलाई डिस्क्रिप्सनमा पनि स्क्रिनमा पनि छोडिदिएको हुन्छ अलिअलि पानी चाहिँ छ घिस्रेको अवस्था स्टेज चाहिँ तिमीहरूले सोचेको थिइस् होइन हामीलाई घुम्नु आउनु सक्दैन भनेर आयौँ त अब रिग्रेट भयो हामी त आएर नि घुमेर गयो तिमीहरू के गर्दो रहेछस् ल हेरिबस्छ भिडियोमा र तपाईँहरू चाहिँ यो जग्गामा घुम्नुको लागि चाहिँ क्याम्पिङ गर्नुपर्छ होइन डे 1 डे 2 है 2टा क्याम्पिङ गर्नुपर्छ अन्त तपाईँहरूलाई चाहिँ हामी रिभर क्याम्पिङ गराउँछौँ तपाईँहरूले चाहिँ कन्ट्याक्ट गर्नुहोस् आउनु चाहनुहुन्छ इच्छुक हुन्छ भने चाहिँ अझै 2 महिना चाहिँ यो पुरा खुल्ला हुन्छ तपाईँहरूलाई वेलकम छ आउनुहोस् सम्झिनुहोस् स्टेभन भ्लग्सलाई पनि हाम्रो बेग्लो संसार हुन्थ्यो सबै मिलेर रमाइलो गर्दै बसिन्थ्यो र गाइस यो चाहिँ सेकेन्ड स्टेप हो होइन अब यहाँ माथिबाट चाहिँ लास्ट स्टेप भेट्छ है यो चाहिँ 3टा स्टेप छ हाम्रो यालबुङ क्यानोन चाहिँ क्यानोन रिभर चाहिँ 3टा स्टेप छ एउटा तल स्टेप हुन्छ त्यसको एउटा स्टेप यो भयो अब लास्ट स्टेप चाहिँ यसको माथि छ होइन यहाँदेखि माथि चाहिँ गएपछि खतरा छ त्यहाँ पनि खतरा छ जग्गा चाहिँ खतरा होइन तपाईँहरूलाई त्यहाँ पनि लिएर जान्छु मेरो पछि पछि आउँदै गर्नुहोस् आउनुहोस् आउनुहोस् लास्ट स्टेप आउनुहोस् Come, bro. Hello. ल यो माथि गइदिने यस्तो गइदिने यस्तै जङ्गल र अब चाहिँ हामी अर्को स्टेपमा जाँदैछौँ है फेरि उकालो होइन लास्ट स्टेपसम्म छ खतरा लास्ट स्टेप पनि रक क्लाइम्बिङ त हेभी हुँदैछ त अन्त यो ढुङ्गामा दुलो कसले बनायो पानीले बनायो यो खोल्सा कसले यसरी काट्यो पानीले काट्यो जोडी लगाएर चाहिँ सक्छ पौडी भयो यहाँ चाहिँ नि घामको किरण चाहिँ यसरी पस्छ घामको किरण चाहिँ यसरी स्वाट्ट पसिरहेको हुन्छ यहाँ चाहिँ वाम्मा यो चाहिँ लास्ट पोइन्ट हो यो चाहिँ गहिरो छ नि उँभो चाहिँ डुब्छौँ नि लास्ट पोइन्ट भन्दा पनि अझै माथि एक स्टेप छ कि सानो जाँदा हुन्छ नि दोडी लगाएर जानुहोस् तर